कथा एक नेपाली महिला प्रहरीको। आज 9 महिना पछिको हरेक दिनको पीडा, हाँसो, रोदन, खुसीको बारी बिसाए। यानि कि म आज एउटी आमा बने। खै किन हो यो छाती चरचर गर्दैछ। छोरी छेउमा रुँदैछिन् तर किन हो खै आमा भनिसक्दा सारा महिलाले दुःख भुलेर आफ्नो सन्ततिको अनुहार हेर्छन् रे। मलाई त त्यो रोएको चुप गराउने सामर्थ्य नभएर हो या माया नभएर हो, कि त छोरी रहेछ भन्ने हीनताको कारण हो, कि त घर परिवारको डर। खै आज पहिलो पल्ट लाग्दैछ म आफू भित्रै गुम्सिएर आफ्नो चाहना अथवा भावना मारिसके जस्तो लाग्दैछ। मेरी छोरी लक्ष्मी भन्थे मलाई। अर्की सहलक्ष्मी मेरो कोख चिरेर जन्मेकी छिन्। कि त म जस्तै लक्षिणको अगाडि अथपिए जस्तै होलिन् भन्ने डरले पनि त्यो रुवाई सुनिरहँदा पनि म अचल छु, निरुत्तर छु। त्यो रुवाईमा लुकेका प्रश्नहरूको जवाफ नै मसँग छैन। कोही हुन्थे होला र त मैले त्यो रुवाईको भान पाउँथे। नर्स आएर नानीलाई स्तनपान गराउनुहोस् भनेपछि बल्ल त्यो रुवाईको अन्दाज भयो। आमाले लक्ष्मीकी जे छोरी भनेर नाम लक्ष्मी राखिदिनु भएको रे। खै हुन त कुन आमाको अनुहार देखेर मैले न आमा न हजुरआमा। मेरी आमाको र हजुरआमाको थर किन एउटै छ भनेर प्रश्न गर्थे रे मैले सानो छँदा। र मेरी सानी आमाले भन्नुहुन्थ्यो रे, ठुलो हो अनि सबै थाहा पाउने छेस्। र बल्ल थाहा पाउँदैछु बिहे पश्चात पनि माइती रुङ्न पर्ने भएर थर परिवर्तन नगरेको भनेर। तर खै बा कस्ता, हजुरबा कस्ता, छोरी पाएको भएर एक्लो बनाउने त हुन्न नि होइन र। सानो जात भनेर लत्याउने पनि त होइन। हुनलाई म एक प्रहरी हुँ, तर खै किन म त्यस्ता एक्लो बनाउनेलाई हतकडी लगाउन सक्दिनँ। खै किन हो मेरो जिम्मेवारी म भित्रका भावनाले र सामाजिक बन्देजहरूको बिचमा रुमलिएर बसिरहेछ। सानो छँदा लाग्थ्यो प्रहरी भएर सामाजिक कुरीति र व्यतिथिलाई जरैबाट निकालेर फाल्छु भनेर। तर जब आफै यसमा आए हरेक सपना खरानी भएर गए। किनकि जब मैले कोही गलत गर्नेहरूको विपक्षमा बोल्न त परको कुरा उसका भरौटेहरूको सुरक्षा गरेर बस्नु परेको छ। ठुलो ओहदामा भएकाले मलाई नराम्रो नियतले बोल्दा होस् या छुँदा होस् मैले चुप भएर बस्नुपर्ने वास्तविकतालाई म निहत्या सैनिक चाहिँ पीडा खेपिरहेकी छु। थाहा छैन मलाई पदको औदाले बन्दी बनायो या एक राक्षसको फेलामा परे जब यी सानी नानी गर्भमा आइन्। म डरले मुख खोल्न नसकी आफू भित्रै चिच्याइरहेछु। न त म बलात्कृत भएँ न त त्यस औदाको हिंस्रकको घर परिवार तोडेर जाने आँट नै छ मसँग। खै म छोरी भएर हो कि यो अवस्थालाई सहेर बस्नु परेको। हजुरआमालाई सानो जात भनेर लत्याइयो। मेरी आमालाई पहिलो सन्तान छोरी पाइनाले गर्दा मट्टीतेल खनाएर आगोको प्यारी बनाइयो। धन्न मेरो सास त्यस समय थमाएर मेरी सानी आमाले जीवनदान दिनुभयो। तर यस कुरामा खुसी पनि के हुनु, बरु त्यसै बखत सास सकिदिएको भए आज यस अलक्षिणले अर्को अलक्षिणलाई जन्म दिने थिइन होला। मेरो साथमा त सानी आमा थिइन्, त अलक्षिणको त को छ। अब गइहाल्छु म, तँलाई तेरो बाउ चिनाउन सक्छु न त तेरो हकको लागि लड्दा अर्को परिवार नाच्न सक्छु। सधैँ म र म जस्ताले नै किन यस्तो पीडा खेप्न परेको। के साँच्चै भगवान छैनन् र। मेरो प्रश्न भगवानको नाममा नारा लगाउनेलाई। यदि छन् भने
मेरो शरीरले यो प्राण छाडेपछि अब कुनै चेलीले मेरो 3 पुस्ते दुःख खेप्न नपरोस्। मेरो प्रश्न कानुनको रक्षकहरूलाई, कि साँच्चै नै कानुन ठुलो औदा र देशको बिचौलियाको औँलामा नाच्ने अङ्ग हो? यदि होइन भने म जस्तै प्रहरी जवानले आफ्नो बलात्कारलाई चुप रहेर अर्की लक्ष्मीलाई बेस्याको सन्तानको नाम दिन नपरोस्। जय नेपाल प्रहरी, जय नेपाल समाज र यसको नीति।